नेपालमा प्राय भान्साहरू यसरी किन बनाइदिनुन् होला? यो किसिमको भान्सा त एकदमै दमदार, बिल्कुलै फरक हुन्छ। सबैभन्दा पहिले उसले भान्साको लागि एकदमै बलियो संरचनात्मक आधार तयार गर्छ। पुरै काठको फ्रेम बनाइन्छ। त्यसपछि कंक्रिटको तौल धान्न स्टिलको तार जाली हालिन्छ। यो सजावटका लागि होइन, यही कारणले यस्तो भान्सा दशकौंसम्म पनि केही नभई टिकिरहन्छ। कंक्रिट राम्रोसँग बसेर सुकिसकेपछि मात्र असली कारिगरी सुरु हुन्छ। काउन्टर टपमा एकै टुक्राको ठूलो पोर्सिलेन स्ल्याब राखिन्छ। हेर्दा असली मार्बल जस्तै देखिन्छ, तर खर्च कम पर्छ र लामो समयसम्म झन्झट पनि हुँदैन। सबैभन्दा गाह्रो काम यही हो। सिंक मिलाउन स्ल्याब अत्यन्तै सटीकताका साथ काट्नुपर्छ। डायमन्ड ब्लेड तात्न नदिन र चर्किन नदिन लगातार पानी छर्किन्छ। यहाँ अलिकति पनि चूक भयो भने पुरै स्ल्याब गयो। काटिसकेपछि सिंक जडान गरिन्छ। त्यही पोर्सिलेन प्रयोग गरेर काउन्टरका साइडहरू पनि पुरै ढाकिन्छन्। सबै किनाराहरू लुकाइन्छन्। कुनै खुलाकुनो छैन, कुनै देखिने जोड छैन। अन्त्यमा हेर्दा यो भान्सा एकै ठोस ढुङ्गाको ब्लक जस्तै देखिन्छ। अन्तिम टाइल राखिएपछि पुरै भान्सा एकै युनिट बन्छ। पूर्ण रूपमा वाटरप्रूफ, अत्यन्तै टिकाउ र वर्षौं बित्दा पनि खासै पुरानो नदेखिने। साच्चै भनौं भने नेपालमा पनि यस्तै किसिमका भान्साहरू बन्न थाले भने लामो समयका लागि झन्झट नै सकिन्थ्यो।